Part हेलो 1. साथीहरु, यो चाहिँ मेरो खाजा है गोरु जोत्नेहरुलाई। आज चाहिँ हाम्रो मकै छर्दैछ, त्यसैले म चाहिँ खाजा पुर्याउन चाहिँ हाम्रो खाजा हालेर लाने भाडा चाहिँ दामी छ है। म चाहिँ खाजा पुर्याउन जाँदैछु। गोरु हलीहरु कहाँ छ तर थाहा छैन कता हो गोरु हलीहरु। म चाहिँ खाजा लिएर जानु पर्यो। गोरु त कता कता हिँडेको छ, ला कहाँ गएछ त लु जा। गोरु त कता कता पो छ त साथीहरु, कहाँ गएको होला नि। आज मकै छर्ला जस्तो छैन। हेर्नु है त, म गोरु देखाउँछु ल। कहाँ गयो ए गोरु हली त यतातिर रहेछ। गोरु कहाँ गयो गोरुले त कस्तो दुःख दिएछ नि। गोरु हल्यो चिया गोरु लिन जाँदैछ। गोरु चाहिँ वहाँ तलतिर छ, हेर्नु होला। गोरु हली गोरु छु तलतिर छु, अनि एक हल चाहिँ उता छ, म तपाईँहरूलाई देखाउने छु। म पनि जोतेर देखाउँछु ल। म पनि गोरु जोत्नु छ। दाइ खाजा कहाँ राख्यो? यहाँ गोठमा। अर्को दाइलाई पनि देखाउँछु ल म तपाईँहरूलाई। हाम्रो खाजा चाहिँ यहाँ राख्नुपर्छ। यतातिर पानी बोकेको छ, यतातिर पानी। दाइको गोरु दिनु गएको छ। गोरु हल्दी चाहिँ देखाउने छ। म चाहिँ बट्टाको त्यो बिर्कोमा खाजा बोकेर आएको छु। अनि म चाहिँ गोरु जोत्ने मान्छेलाई देखाउँछु। हामी चाहिँ मकै सबै बर्काइदिएको, बिउ हाल्ने मान्छे छैन, त्यसैले अब म देखाउँछु ल। हेर्नु है, एकल चाहिँ यतातिर छ, गोरु जोतिर छ। एकल चाहिँ त्यहाँ दौडै छ दाइको। कहाँ हो देख्दैन त नि त। खाजा हालेन मभन्दा दाइ हो कि भाइ हो तर थाहा छैन, तै पनि म भाइ भन्छु। खाजा खानको लागि आउँदैछ र चाहिँ यहाँ छ मेरो खाजा। यो पानी खाजा यतिमा चाहिँ हो। गोरु हली, यो चाहिँ गोरु हली पुरै रक्सी बोकेर हातमा त्यति रक्सी ल्याउनु अहिले एकछिनमा ल्याइदिनु हुन्छ है। पुग्छ अहिले नै खाजा यस्तो ल्याएको छ। आज रोटी पोल्नलाई अल्छी लाग्यो, त्यही होइन। यो चाहिँ खाजा नमिठो छ हाम्रो चाहिँ। खाजा पनि आऊ भिडियो कल गरेको हो। भिडियो कल होइन, यो चाहिँ एउटा ब्लग बनाउँदैछु। भाइ कति सालको भाइ? मभन्दा भाइ हो कि दाइ हो थाहा छैन। यो चाहिँ हाम्रो रक्सी हो। म गोरु जोतेको देखाउँछु ल तपाईँहरू। यो चाहिँ हाम्रो खेत, यो सब हाम्रो गाउँ चाहिँ यस्तो छ। यो चाहिँ मेरो घर हो, अनि हाम्रो पसल चाहिँ त्यहाँ छ। भाइ चाहिँ खाजा बिचा कहाँ जाला विकास लुगा धुन। मेरो लागि गोरु ल्याउँदैछ है। म चाहिँ गोरु जोत्नु लगाएको। भिडियो बनाउने मान्छे त छैन, तर पनि म भित्तामा क्यामेरा राखेर बनाउँछु। यो चाहिँ मेरो लागि गोरु लागिदिँदैछ है। भाइहरू चाहिँ खाजा खान्छ, म चाहिँ गोरु जोत्छु एकैछिन। मलाई पनि गोरु भाइ पनि आउँछ गोरु जोत्नलाई। हो यो चाहिँ हाम्रो गोरु। म चाहिँ मकै गर्दैछु। हाम्रो चाहिँ बिउ हाल्ने मान्छे खोइ गर्ला, बिउ हाल्ने मान्छे चाहिँ छैन। मकै सबै बर्काएको छ। अब चाहिँ म गोरु जोत्छु। तपाईँहरूलाई क्यामेरा कहाँ राख्नु थाहा छैन। म चाहिँ एकछिन भाइलाई क्यामेरा राखिदिनु है दाइ भन्छु। खाइ छोड्नु दाइ, यहाँ ल दाइ, यो क्यामेरा यसो अठाइदिनु, के भाइ अठाइदिनु यस्तरी म जोताएको।
दाइहरूले खाजा खाने थियो दाइहरू चाहिँ खाजा खानु दिउँ है बाहिर भएर चाहिँ ल चाहिँ खाजा खान्छ यो चाहिँ मेरो म चाहिँ उता थाकिहालेँ नि नसकिने अनि एकैछिनमा अब खानासाना बनाएर खेताला जानुपर्ने हुन्छ मल बोक्नुपर्ने हुन्छ मल चाहिँ तल लानुपर्छ अनि धेरै टाढो छ त्यो पनि म तपाईँहरूलाई देखाउने छु अनि तल मन्दिर बनाएको ठाउँमा नि म जान्छु तपाईँहरूलाई देखाउँछु अहिले चाहिँ एकछिन गोरु जोत्छु 5 मिनट त्यसैले अब एकछिनमा भेटौँला हजुर मकै छ नि भने ढोक्रा यहाँ छ मकै छ अलिकति ससुराले बोलाउँदैछ मकै कहाँ छ बिउ भनेर सोध्दैछ ससुरा हो हाम्रो यो चाहिँ यो बुढा बाजे चाहिँ ससुरा अर्को चाहिँ दाइ हो त्यो भाइको दाइ हो त्यो ससुरा हो मेरो ससुरा बुवा म चाहिँ धेरै सानो बोल्दैछ नि कस्तो अब म चाहिँ एकछिन जोत्छु 5 मिनट जोत्छु अनि जान्छु खाना पनि बनाउनु पर्ने हुन्छ गोरु जोत्नेहरूलाई त्यसैले है त